कम्पनी रजिस्ट्रारको कार्यालय उद्योग मन्त्रालय अन्तर्गत 2049 साल माघ महिनामा स्थापित विभाग स्तरीय कार्यालय हो। यो कार्यालय स्थापना हुनुभन्दा अगाडि कम्पनी प्रशासन सम्बन्धी कार्यहरू विभिन्न निकायहरू जस्तै उद्योग विभाग, वाणिज्य विभाग, घरेलु तथा साना उद्योग विभाग, कृषि विभाग लगायतका निकायहरूबाट सम्पादन हुने गरेकोमा कम्पनी ऐनको प्रयोग तथा पालनामा एकरूपता ल्याउने उद्देश्यबाट सबै प्रकारका कम्पनी प्रशासन सम्बन्धी काम कारबाहीहरू समान र एकै किसिमले एउटै निकायबाट सम्पादन गर्न यस कार्यालयको स्थापना भएको हो। यस कार्यालयको कार्यक्षेत्र नेपाल अधिराज्यभरि रहेको छ। यस कार्यालयको शाखा कार्यालयहरू हालसम्म स्थापना गरिएका छैनन्। कम्पनी ऐनको इतिहास हेर्दा सर्वप्रथम कम्पनी ऐन 1993 मा आएको र सो पश्चात कम्पनी ऐन 2021, कम्पनी ऐन 2053, कम्पनी अध्यादेश 2062 हुँदै हाल कम्पनी ऐन 2063 लागू भएको छ। नमस्कार, कम्पनी रजिस्ट्रारको कार्यालयको यो ट्युटोरियल सर्भिसमा यहाँलाई स्वागत छ। आशा छ तपाईले यस ट्युटोरियलबाट यस कार्यालयको ई सर्भिस सजिलोसँग प्रयोग गर्न सक्नुहुन्छ। यही साइटमा तपाईले मुख्यतया 4 वटा भागहरू देख्न सक्नुहुन्छ। सर्वप्रथम साइटलाई लग अन गरौँ। वेबसाइटमा कसरी प्रवेश गर्ने त? अब तपाई इन्टरनेटको ब्राउजरमा गएर www.ocr.gov.np टाइप गर्नुहोस्। अब तपाईले देख्नुभयो पुरै साइट अगाडि एउटा रातो बक्स। यो रातो बक्समा क्लिक गर्नुभयो भने तपाईले यी सर्भिस कसरी प्रयोग गर्ने भन्ने विषयमा जानकारी पाउनुहुन्छ। तर हामी यसलाई बन्द गरेर मुख्य पृष्ठमा प्रवेश गर्दैछौँ। तपाईले साइटको पहिलो पृष्ठमा 4 वटा भाग देख्न सक्नुहुनेछ। पहिलो भाग अर्थात् यो प्यानल। यो प्यानलमा गृह पृष्ठ, कम्पनीको बारेमा जानकारी, कम्पनी दर्ता विधि, कम्पनी प्रशासन, राजस्व दस्तुरको विषयमा जानकारी, ऐन निर्देशिकाको विषयमा जानकारी, सूचनाहरू तथा सुझाव र सम्पर्क गर्ने ठाउँको बारेमा जानकारी पाउनुहुनेछ। त्यसैगरी दोस्रो भागमा दर्ता भएका कम्पनीले पेश गर्नुपर्ने विवरणका विषयमा जानकारी पाउनुहुनेछ। अब तेस्रो भाग अर्थात् यो प्यानल। यो ट्युटोरियलमा हामी यसै प्यानलको विषयमा बढी चर्चा गर्नेछौँ। यस प्यानलको नाम तपाईले देखिरहनु भएको छ ई सर्भिसेज। यो प्यानल मार्फत तपाईले घरमै वा अफिसमै बसेर नयाँ कम्पनीको नाम खोज्न तथा रिजर्भ गरेर राख्नुका साथै पुरानो कम्पनीलाई ई सर्भिसेजमा आबद्ध गरेर आवश्यक कागजातहरू अपलोड गर्न सक्नुहुन्छ। गृह पृष्ठको अन्तिम अर्थात् चौथो भाग। यो भागमा तपाईले कम्पनीका सूचनाहरू, नयाँ कम्पनी खोल्नेहरूका लागि प्रबन्ध पत्र तथा नियमावलीको ढाँचा हेर्न सक्नुहुनेछ। त्यसैगरी यहाँ सम्पर्कको लागि ठेगाना पनि हेर्न सक्नुहुनेछ। यस कार्यालयको वेबसाइटमा प्यानल भने मुख्यतया 2 वटा छन्। एक जानकारी मात्र लिने भने दोस्रो प्रयोग गर्ने। अब जानकारी मात्र दिने प्यानल। जानकारी मात्र लिन मिल्ने प्यानलमा तपाईले नयाँ कम्पनी दर्ता गर्दा के गर्नुपर्छ, कुन कुन कागजात पेश गर्नुपर्छ, राजस्व के कति तिर्नुपर्छ र राजस्व कहाँ बुझाउनुपर्छ आदि इत्यादिको जानकारी लिन सकिन्छ। साथै पुरानो कम्पनीको उद्देश्य तथा कुनै बुदा थपघट गर्न र पुँजी वृद्धि तथा घटाउनको लागि के गर्ने, कति राजस्व तिर्ने भन्ने जानकारी पनि यस प्यानलबाट जानकारी पाउन सक्नुहुन्छ। प्रयोग गर्न सिकाउने प्यानल। हामीले जानकारी लिने प्यानलमा के कागजात कसरी तयार गर्ने, राजस्व कहाँ र कसरी तिर्ने भन्ने विषयमा थाहा पाइसकेपछि अब कम्पनी रजिस्ट्रारको कार्यालयमा पेश गर्नुपर्ने कागजात घर वा अफिसमै बसेर यी सर्भिस मार्फत अपलोड गरेर आफ्नो कम्पनीको विषयमा जानकारी लिन सक्छौं। अब यी सर्भिस कसरी प्रयोग गर्ने त? तपाईले OCR को साइटमा प्रवेश गरिसकेपछि 2 वटा प्यानल देख्नुहुन्छ, जसमध्ये तलको प्यानलमा ई सर्भिस लेखिएको छ।
त्यसमा तपाईले 5 वटा ट्याब देख्नुहुनेछ, जसको मद्दतबाट तपाईले नयाँ कम्पनी दर्ता गर्न, भइरहेको कम्पनीलाई ई सर्भिसमा दर्ता गर्न तथा कम्पनीको उद्देश्य तथा पुँजी घटबढ गर्न वा अन्य कार्य गर्न सहयोग गर्नेछ। अब ई सर्भिसको ट्याबहरू कसरी प्रयोग गर्ने भन्ने विषयमा जानकारी लिउँ। चेक नेम। चेक नेमको ट्याबमा माउस लगेपछि तपाईले रातो बक्सभित्र तपाईले चाहनु भएको नामको लागि यहाँ क्लिक गर्नुहोस् भनेर लेखिएको छ। अब चेक नेममा क्लिक गर्नुहोस्। क्लिक गरिसकेपछि दायाँ साइडमा साइन इन गर्ने ठाउँ देख्नुहुन्छ। यदि तपाईले पहिले नै कम्पनी युजर अकाउन्ट खोल्नु भएको छ भने मात्र साइन इन गरे पुग्छ। यदि तपाई नयाँ युजर हुनुहुन्छ भने तपाईले नयाँ अकाउन्ट खोल्नु पर्ने हुन्छ। नयाँ अकाउन्ट कसरी खोल्ने त? नयाँ अकाउन्ट खोल्नको लागि देब्रे साइडमा टु एस्टाब्लिश अ न्यू कम्पनी प्लिज क्लिक हियर न्यू लेखिएको ठाउँमा क्लिक गर्नुहोस्। यहाँ क्लिक गरेपछि प्लिज फिल द फर्म कम्प्लिटली एन्ड क्लिक अन क्रिएट युजर लेखिएको बक्स आउनेछ। त्यहाँ तपाईले आफ्नो पूरा नाम, चलिरहेको इमेल ठेगाना, फोन नम्बर, जेन्डर, नागरिकता तथा पासपोर्टको नम्बर, यहाँ दिएको कोड भरेर क्रिएट युजरमा क्लिक गर्नुपर्नेछ। तपाईले यो फर्म भरिसकेपछि तपाईको इमेल ठेगानामा तपाईको पासवर्ड सहितको एउटा इमेल आउनेछ। अब तपाईले आफ्नो इमेल ठेगाना र पासवर्ड साइन इन लेखिएको बक्सको युजर नेम लेखिएको ठाउँमा इमेल ठेगाना र पासवर्ड लेखिएको ठाउँमा तपाईको इमेलमा आएको पासवर्ड हालेर तल साइडमा नीलो बक्स लग इन गर्नुपर्नेछ। तपाई यो पेजमा पहिलो पटक जाँदै हुनुहुन्छ भने कृपया दायाँपट्टि माथि चेन्ज पासवर्ड परिवर्तन लेखिएको बक्समा गएर पासवर्ड परिवर्तन गर्न जरुरी हुन्छ। अब तपाईले चाहेको भाषामा पनि यो साइडमा गएर भाषा छनौट गरी नेपाली तथा अंग्रेजी दुवैमा हेर्न सक्नुहुन्छ। अब तपाई आफूले चाहेको नाम खोज्न र रिजर्भ गर्नको लागि नेम चेक तथा नेम रिजर्भेसन लेखेको ठाउँमा क्लिक गर्नुहोस्। यहाँ तपाईले नेम रिजर्भेसन रिक्वेस्ट फर्म देख्नुहुनेछ। अब यहाँ तपाईले आफूले लिन चाहेको कम्पनीको प्रकार, प्राइभेट, पब्लिक, नन प्रफिट, डिस्ट्रिब्युटिङ, वैदेशिक मध्ये एक छान्नुहोस्। त्यसपछि आफूले चाहेको कम्पनीको नाम अंग्रेजीमा टाइप गर्नुहोस्। त्यसैगरी कम्पनी नेम नेपालीमा लेखिएको ठाउँमा आफूले अंग्रेजीमा लेखिएको नामलाई नेपालीमा कसरी लेख्न चाहनुहुन्छ त्यसलाई युनिकोडमा गएर यसरी लेख्नुहोस्। अब तपाईले अर्को बक्समा देख्नुहुनेछ अब्जेक्टिभ डिटेल्स, जहाँ तपाईको कम्पनीको उद्देश्य अनुसारको कोड राख्नुपर्ने हुन्छ। कोड थाहा पाउनको लागि एनएसआईसी कोड हेल्पमा क्लिक गर्नुहोस्। यहाँ आफ्नो कम्पनीको उद्देश्यको विवरण हेर्नुहोस् र आफूलाई मिल्ने विवरणको कोडलाई कपी गरी एनएसआईसी कोडमा पेस्ट गर्नुहोस्। त्यसैगरी उद्देश्य पनि अब्जेक्टिभ लेखिएको बक्समा पेस्ट गर्नुहोस्। तपाईको कम्पनीको धेरै उद्देश्यहरू छन् भने एड अब्जेक्टिभ लेखिएको ठाउँमा क्लिक गर्नुहोस्। कोड र उद्देश्य दुवै भर्नुहोस्। यति प्रक्रिया गरिसकेपछि सबमिट लेखिएको बटनमा क्लिक गर्नुहोस्। अब यति प्रक्रिया गरिसकेपछि तपाईको इमेलमा एउटा मेल आउनेछ जसमा नाम दर्ता भएको जानकारी दिइएको हुनेछ। तपाईले नाम दर्ता गरेको 45 दिनभित्र अन्य प्रक्रिया गरिसक्नुपर्नेछ। यदि तपाईको कम्पनी पहिले नै दर्ता छ भने अब तपाईले अनलाइनमा आफ्नो कम्पनीलाई दर्ता गराई कम्पनीमा रजिस्ट्रारको कार्यालयमा गएर गर्नुपर्ने कार्यहरू घर वा अफिसमै बसेर गर्न सक्नुहुन्छ। भइरहेको कम्पनीलाई कसरी अनलाइनमा दर्ता गराउने त? ई सर्भिसको प्यानलमा स्टार्ट अ कम्पनी, भ्यू कम्पनी प्रोफाइल, फाइल कम्पनी डकुमेन्ट्स, तपाईले